जय मसी यहाँहरू सम्पूर्णलाई फेरि पनि म तपाईहरुको माझमा एक हप्ता पछि बाइबल भर्स लिएर आएको छु। भोजन संग्रह 27 को 14 ले भन्दछ, परम प्रभुको प्रतीक्षा गर र बलियो हो र तेरो हृदयले साहस गरोस् र परम प्रभुको प्रतीक्षा गर। अनि परम प्रभुको प्रतीक्षा गर्नेहरूको लागि चाहिँ यशाया 40 को 31 ले भन्दछ, परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ र तिनीहरू गरुङ झैं माथि माथि उड्नेछन्, तिनीहरू डगुरेर पनि ठाक्ने छैन, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैन। अनि यसै गरी भजन संग्रह 89 को 34 ले भन्दछ, म मेरो करारमा भङ्ग गर्ने छैन अथवा मेरो मुखबाट निस्केको वचन चाहिँ म बदल्ने छैन भन्नुहुन्छ है। अनि हामी साँच्चै नै यो संसारको ठोकहरू अनि हाम्रो हृदयहरू बदलिन सक्छ, तर परमप्रभुको वचन चाहिँ कहिले पनि बदलिँदैन है। तपाईहरुलाई यो वचनद्वारा उत्साहित मिलेको होस् भन्दै सबैजनालाई जय मसीह।